बस बस माछा आयो माछा आउनु केकडा केकडा किन राखेको दि खै त बोलेको परेन लु एकछिन होइन के अरे अलि नराम्रो चाहिँ बोलिहाल्छु कि म अनि के हो चारो पनि के जस्तो हेलो साथीहरू हामी चाहिँ आज माछा मार्न आएको छ होइन आजको भिडियो चाहिँ एकदम माछा मार्ने तयार भएर बसेको छु म यहाँ जाली लिएर यहाँ बन्दुकको साथमा के त रे भर्खरै एउटा केक्रा निकालेको थियो होइन यता देख्न सक्नुहुन्छ साथीहरू एकदम यस्तो यस्तै लिएर बसेको छु म हानेको छ त माछी क्यों अभी ये ठंडी की वजह से नहीं आता होगा ना अब खाली केकड़ा पकड़ेगा केकड़ा केकड़ा खाएगा कि क्या करेगा जी अब केकड़ा भनेको चाहिँ नि यहाँ वो फेरि के भन्छु गङ्गटा हो क्या गङ्गटा भयो भने उसले लान्छ भनेछ त्यही भएर म चाहिँ उसलाई पकाउन यस्तो एकछिन होइन एकछिन रमाइलो हुन्छ अब छुट्टीको बेला कति भन्नु रुम है साथीहरू त्यही भएर चाहिँ म यसरी आएको छु यहाँ हाम्रो देशी भाइको साथमा चाहिँ एकदम माछा मार्ने कार्यक्रम हुँदैछ होइन सर्लको उता पनि हाम्रो साथीहरू हुन्छ अब यो चाहिँ बल्छी हो फेरि आउँदैछ आउँदैछ साथीहरू केकडा आउँदैछ आराम इधर राख इधर राख उता आउँदैछ साथीहरू इधर राख ओके इधर राख जाएगा जाएगा नीचे जाएगा हाँ बस बस माछा आयो माछा आउनु केकडा केकडा किधर राखेगा जी अभी इधर तो फोटो खींचेगा फोटो खींचा है अभी इधर किधर भुइँ में रखेगा और प्लास्टिक फेंका ना प्लास्टिक लिया इस तरह पर्छ क्या साथी अरे 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 बस आराम से केकर तो बहुत मुश्किल है टोकेगा ना बहुत मुश्किल है पूरा खून खून निकल जाएगा अब रुको अब इधर राख न साथीहरू यत्रो केकडा बनाएछ हाम्रो देशी भाइले चट अहिले गरेर प्यार प्यार भुटेर खाना नि त होइन साथीहरू ओकेन ओह यो त है कस्तो छ है माछा मार्नु भनेर आएको केकडा मार्दा के गर्नु पकड़ेगा मुश्किल में फोटो खींचेगा नहीं खींच लिया है खींचे के गर्नु साथीहरू आज चाहिँ काम छैन होइन माछा मार्ने कार्यक्रम हुन्छ चाहिँ यस्तो जाली बोकेर हिँडिरहेको छु म चाहिँ टक्कसँगले फेरि अब उता जानु पऱ्यो के गर्नु यहाँ बन्दुक पनि अब यसो हेल्प गरिदिनु पर्नेछ होइन सट्टसँगले देख्नुहुन्छ ल उता साथीहरू पनि उता मार्दै हुन्छ माछा होइन यता चाहिँ हामी चाहिँ गङ्गटा मार्दैछु क्या ओह आमामा त्यस्तै फालेको छ बन्दुकले होइन बल्छीमै पार्ने हो गङ्गटा पनि यहाँ चाहिँ अब समुद्रमा होइन एकदमै ठुलो त्यो भएर साथीहरू हेर्नुहोस् है मेरो साथीहरू त्यहाँ माछा मार्दै हुन्छ होइन ओ लुङ्गा दोष माछा आयो कि आएन हो म त ठोकले लिएर आइसकेँ हेर्नुहोस् है बहुत मुश्किल भयो यो तान्नु आएको आयो किन छैन नि तपाईँहरूले उता केकडा पारेको पारेछ होइन केकडाले खतम गर्छ एक केकडा रहेछ क्या यहाँ साह्रो खाइदिन्छु यार ए ल ठिक छ अनि आउँछ आउनु त म त यहाँ हेर्नु न उहाँ बन्धु उहाँ देशी भएको चाहिँ म उ लिएर हिँड्दैछु क्या एकदम माछा मार्नुलाई यार खै माछा पर्ला जस्तो लागेन अब त्यही पनि अब एकछिन गिरेगा हाँ मोबाइल गिरेगा मुश्किल है लेकिन इधर देखो खोई तो किधर गया नहीं खाता है मुश्किल है केकड़ा भी मालूम पड़ गया ना उधर उसको मालूम होगा नहीं है किधर गया फिर उधर माछा यहाँ चाहिँ अलिअलि परेको रहेछ साथीहरू माछा यहाँ चाहिँ आज खासै माछा नि परेन अब के गर्नु यस्तै छ अब समुद्रमा होइन चट्ट साथीहरूसँग हिँड्दैछु ऊ त के हो फिलिपिनी हो को हो त्यो पर यो आमामा लेउ चाहिँ बबाल हुँदो रहेछ
यहाँ तर यहाँबाट स्विमिङ खेल्यो भने तान्दै तान्दै उता लान्छ नि त यहाँ त यहाँबाट हामफाले पनि तपाईँले तान्दै तान्दै लान्छ यो पानीले अनि रसी ल्याउनु पर्छ ऊ त्यहाँबाट त्यही उसले कोताएर तपाईँ घाउ बनाउँछ एक त त्यो लेउले दोस्त हुनुहुन्छ त लुगा एउटा नि परेन खै त बोलेको परेन लुगा एकछिन होइन के अरे अलि नराम्रो चाहिँ बोलिहाल्छु कि म अनि के हो चारो पनि के जस्तो कुनै भइरहेको थियो चारो खै कस्तो छ चारो एकदम नमिठो बनाएर त्यही त नि यार त्यो गन्धले नै माछा भागिसक्यो के हो यार यता तपाईँको उयोतिर आउँछ है एकछिन बिस्तारै बिस्तारै स्वाट्ट सुक्याउनु त एक त हाने स्वाट्ट एउटा खै माछा खै माछा छैन अब मैले चाहिँ बेरे ल आज चाहिँ अब खोइ त यार हाइट अनि माछा आज यस्तो तरिकाले के खेलाइन्छ साथीभाइ होस् दोस्त हुनुहुन्छ त लुगा एउटा नि परेन खै त बोलेको परेन लुगा एकछिन होइन के अरे अलि नराम्रो चाहिँ बोलिहाल्छु कि म अनि के हो चारो पनि के जस्तो कुनै भइरहेको थियो चारो खै कस्तो छ चारो एकदम नमिठो बनाएर त्यही त नि यार त्यो गन्धले नै माछा भागिसक्यो के हो यार यता तपाईँको उयोतिर आउँछ है एकछिन बिस्तारै स्वाट्ट सुक्याउनु त एक त हाने स्वाट्ट एउटा खै माछा छैन अब मैले चाहिँ बेरे ल आज चाहिँ अब खोइ त यार हाइट अनि माछा आज यस्तो तरिकाले के खेलाइन्छ साथीभाइ होस् साथीहरू अब होइन माछा पनि परेन केकडा पनि परेन यो सबैले साथीहरूले होइन म चाहिँ अब ट्राई गर्नु पऱ्यो अब के गर्नु आज चाहिँ अब अहिले चाहिँ म आफै तातिनु पऱ्यो क्या भएन यो धेरै अब कसैले पारेन बा मैले चाहिँ पार्छु कि यो त फेरि अलग तरिका छ त फेरि डोरी खोल्नु पर्ने कि के हो डोरी खोलेर ल त झिक्छ ल अब त्यत्तिकै पनि उ गर्नु पऱ्यो उहाँक्नु पऱ्यो उहाँकेर पाउँछ कि न माछा त भुरा छ नि त तिनीहरू ल त छोड्यो भने त तल जान्छ होला त फेरि अनि सानो सानो मात्रै छ कि आउँदैन क्या परेन त यार यस्तो आउनै पर्ने छ आउँदैन यार के खाले यो के हो न जाल न के हो यार फगटेमा किन लिएर आएको मजा पर्छ यार त्यो गङ्गटा पकाउने हो कि क्या कि माछा पनि अड्छ होला नि अलिक उ भयो त राम्रो भयो त नि साथीहरू होइन एकदमै ठिक छ यो किन गङ्गटा पकाउनु चाहिँ एकदम राम्रो हुने रहेछ साथीहरू होइन एकदमै जस्ट बेस्ट लाग्यो मलाई यो गङ्गटा पकाउनु चाहिँ माछा भन्दा नि ल साथी यता आउनु पऱ्यो बन्धुले त बल खेल्दै हुनुहुन्छ होइन तर दोस्त बन्धु पुरा क्या यो निकालेर के पुरा क्या आराम से फेंकना मांगता गिर जाए मेरे को लेकिन मास्क में गिर जाए सबर ऐसा नहीं मिलेगा आ गया जी आप आराम से फेंकना मांगता था पूरा जोर से पूरा फेंक दिया देखो पूरा के भन्छ बल्छी नै गया उधर झटक से माछा नपरेको उसमा ब्याङ्गै फ्याँकिदियो त है देश भ्याल त आमा के हो यो माछा नि आउँदैन के नि आउँदैन न ककडा आउँदैन के हो के त उता चाहिँ माछी पकड़ेको पूरा छैन यार पैसा वो कमा रहा है उधर वो घूम रहा है उधर पैसा भी कमा रहा है देखो इधर एक माछी भी नहीं आएगा मुश्किल है लेकिन ये अच्छा है केकड़ा पकड़ने के लिए सही है जी ओके
मसिनलाई अब अभी जाएगा खलास हो जाएगा अब एक दुई पकडा है साथीहरू माछा आज नपर्ने रहेछ हेर्नुहोस् मैले ट्राई गरेँ तर यो के हो कि आजको दिन त लोदर भइयो त यार अब देखेगा अब अर्कोचोटि चाहिँ अलिक गरेमा चाहिँ असल जाडो भएर होला सायद होइन भिडियो चाहिँ हेर्दै गर्नु होला अब त्यही हो तपाईँहरूले अब के भनिराख्नु अरू त अब लाइक सेयर सब्सक्राइब गरिदिनु